भ्रष्टहरू भने अझै पनि खुलेआम कुद्दैछन् क्या? होइन होइन यस्तो हुन्छ बिस्तारो हुँदै जाने कुरा हो यो होइन। अब हेर्दै जाउँ न, जस्तो भर्खर विष्णु पौडेल पक्रिया छन्, त्यो विष्णु रिमाल भन्ने छ अर्को मलसाँप र त्यसलाई पक्रिनु पर्ने छ, अर्को अजगर अली भन्ने छ उसलाई पक्रिनु पर्ने छ, शङ्कर पोखरेल भन्ने छ अर्को शङ्कर पोखरेल उसलाई पक्रिनु पर्ने छ। ठुला माछा माछा साछा होइन नि, के को माछा हुने यिनीहरू, पुइया माछा हुने, के को ठुला माछा, चोरेर खाने पनि माछा हुन्छ ठुला माछा, चोर हुने यिनीहरू। सामाजिक सञ्जालभरि कसो खालको कुरा के को ठुला माछा भनेको, लुटेराहरू यिनीहरू। अब कुन शब्दमा भनौँ त्यो भनौँ, त्यस्तो यिनीहरू पनि मान्छे हुन्। चोर नै भनेको, देशको चोर नै भनेको चोर होइन। भनेपछि माछाको संज्ञा दिन लायक पनि छैन नि। ए चोर हुन् यिनीहरू, के को चोरलाई चाहिँ माछा र माछा भनेको, माछा भनेको त अर्कै उ पो त हो, माछा भनेको त के को बान पो हो त, बेकार के भन्नु मिल्छ खुलेआम लुट्ने लुटेराहरू। मैले भने त म भालेनजीलाई सुदनहरूलाई एउटै सुझाव दिन्छु, 16 जना मार डिप्रेसन